खोला अगाडि पहाड क्या दामी भ्यू देखेर हामी कहाँ जाने अनि धरानमा गएर के खाने हामी अहिले बेल्टार कट्यौँ भर्खरै नेपालको अहिलेको लागि सबभन्दा राम्रो बाटो थ्याङ्क यू फर वाइल्ड ट्राभल होइन लाल जवाब छ होइन सबैको कपाल माथि उठेछ त किन आज त्यहाँ चढ्नु हुँदैन यता हो ए हो ओरेन्ज कलरको फिस बुढाबुढीको सम्बन्ध नि यस्तै कस्तो रह्यो हामी अब विमानबाट चतराको बाटो हुँदै लाग्यौँ है त चतराको बाटो हुँदै जाँदैछौँ सिधै धरान यात्राको साथी हाम्रो काई साहब अगाडि कजिन साहब पछाडि तीनटा महिला तीनटा पुरुष ल है त म चाहिँ यहाँ छु अब भेट्दै गरौँ न बाटोमा हामी कमला खोला पुलमा पुग्यौँ ए यो कमला खोला पुल कति अग्लो हो के अरे कति लामो छ कमला खोला अगाडि पहाड क्या दामी भ्यू देखेर बाटो चाहिँ दामी छ स्पिड ब्रेकर कटारी आइपुग्यो अब बल्ल कति बज्यो 8:45 भयो कटारी सर एक राउन्ड हान्ने अनि त्यसपछि हामी लाग्ने गाईघाटतिर कटारी बजार यो बजार पसेको यो बस पार्क एरिया हो यो अगाडि बजार एरिया त्यहाँ अगाडि ठुलो चोक छ चोकसम्म चाहिँ देखाउनु पऱ्यो पुरै वरिपरि ब्याङ्क छ हेर्नु ब्याङ्कै छ वरिपरि चाहिँ हामीले चिया खाएको ठाउँ पनि अस्ति यतै बसेर चिया खाएर गयो अब यो कटारी सक्यो यहाँबाट सिधै गयो नि के अरे त्यो राजविराज कि कता पुग्छ अनि राजविराज होइन के अरे यता मिर्चया कि के भन्छ होइन मिर्चया पुग्छ अनि हामी चाहिँ लेफ्ट गएर के अरे गाईघाट पुग्ने यहाँ धरान 126 किलोमिटर गाईघाट 52 24 किलोमिटर नेपालटार मिर्चया 28 किलोमिटर सिधा यहाँबाट छुट्टिन्छ यता चाहिँ मिर्चया जाने भयो हामी यता जाँदैछौँ गाईघाटतिर यो मिर्चया जाने यो गाईघाट जाने बाटो यो रोपवे उदयपुर सिमेन्ट फ्याक्ट्रीको उदयपुर सिमेन्ट फ्याक्ट्री उता मास्तिर छ त्यसको रोपवे पुरानो हेटौँडामा भए जस्तै अब गाईघाट पुग्न लाग्छ हामी 9:39 भयो हामी गाईघाट पुग्न लाग्यो अब नागबेली बाटो भएर ढिलो भयो फाइनली गाईघाट बजार यस्तो छ गाईघाट बजार चाहिँ यहाँ गाई छ बाछा छ गाई र बाछा छ यो मेन चोक चाहिँ यति हो गाईघाटको त्यो गाई भएकै चोकबाट माथि गयो भने चाहिँ राजविराज पुग्छ क्या अरे काजी रमाइलो छ ए भयो रमाइलो हामी कहाँ जाने ए अनि धरानमा गएर के खाने आइसक्रिम अनि के को मासु खाने रे कालोको हो बल्ल जाने नि केटाले कालोको मासु खाने है धराने कालो बङ्गुरको है खाने नखाने किन बङ्गुर मिठो हुन्छ नि हामी अहिले बेल्टार कट्यौँ भर्खरै अब 50 किलोमिटर जति छ धरान पुग्नलाई रमाइलो छ बाटो दामी छ भ्यू हेर्दै हिँडिरहेछौँ चतरा धरान भनेर आइसक्यो चतराको बाटो होला यस्तो दामी छ नि नेपालको अहिलेको लागि सबभन्दा राम्रो बाटो हो उत्कृष्ट अहिलेसम्म धरान 97 किलोमिटर धनकुटा हातबारी 228 धरान पुग्नु अब 45 किलोमिटर बाँकी छ
45 चोक भन्दो रहेछ यहाँनिर ठाउँको नाम नि। यता चाहिँ फतेहपुरतिर छुट्टिने बाटो छ। यताको बाटो चाहिँ फतेहपुर हुँदै कञ्चनपुर भन्ने ठाउँ जान्छ। उता इस्ट वेस्ट हाइवे छ नि, महेन्द्र हाइवे भेट्छ। अनि हामी आएको बाटो भयो। अब यतातिर यहाँबाट यता जाने हो। यता चाहिँ धरान पुगिन्छ अनि 45 किलोमिटरमा। यो चकचके नानी हो होइन? ए ज्ञानी नानी हो है। अब धरान पुग्ने, धरान पुगेर खाना खाने। चटपट खाइयो, ब्रेक लियो। अब सिधै यमी यमी थियो चटपट। पिरो थियो। काजुले के खायो? चिप्स खाएको हो? ऱ्याबिट खाने, वाइट ऱ्याबिट। थ्याङ्क यू फर वाइट ऱ्याबिट होइन। अब धरान सिधै। अब धरान जाने। अनि के खाने? उदयपुर जिल्ला कोशी क्रस गर्दैछौँ। यो कोशीको पुल। कोशी तल चाहिँ ठुलो थियो, यहाँ चाहिँ सानो देखिँदो रहेछ कोशी। कस्तो उतातिर ड्याम छ नि त, अनि ड्यामले गर्दा पनि पानी चढ्न जम्छ नि त। सीमा क्षेत्र, बरा क्षेत्र मन्दिर जाने 4 किलोमिटर उता। चतरा बजार जाने अगाडि 18 किलोमिटर। यता गेट पनि रहेछ बारा क्षेत्रको। धरान यता, चतरा उता। हामी चाहिँ अब धरानतिर लाग्यौँ। धरान बजार छिरियो। मौसम पुरै पानी पर्ला जस्तो मौसम भएको छ। उता माथि भेटातिर परिरहेको छ। अब जाने, खाना खाने। द धरान भ्यू भन्ने रेस्टुरेन्टमा आइपुग्यो हामी माथि भेटार जाने बाटोमा। पत्रा पानी परेको अहिले पनि परिरहेछ। आछु ओ थन्डर हानिरहेछ है। बाटोमा राख्दै मैले गाडी अप्ठ्यारो हुन्छ है क्या। पानी परेर रेस्टुरेन्ट पुरै भिजाएको छ। उता ओपेनमा बस्न त सक्दैन, यहाँ अलिकति क्लोज छ होइन। क्लोजमा पनि पुरै पानी छ क्या। यहाँभरि पानी नै पानी थियो। पानी छ उता भियो भने सबै छोपेको छ। लो होइन, यो राम्रो छ। हामी क्यारेओके रुममा बस्नु लाग्छौँ अब। जाउँ नानी, जाउँ न पहिला भित्र। साथीलाई सुहाइसक्यो। पानी यस्तो हावा हुरी चल्यो। यस्तो पानी पऱ्यो होला। यो नै हेर्न पाइएन। बाबुको होला। थुक्पा थुक्पा यही हो, पिज्जा हो। रोटी बाँकी छ, बिरयानी बाँकी छ। चाउमिन, थुक्पा खाऊ। के खाएको? के को मोमो हो? पोर्क मोमो जस्तै छ नि टेस्ट। अमलेट के अरे यो कढी र रोटी, चिकन कढाई र रोटी। लाजवाब छ होइन? खानपिन सक्यो। डाँडातिर जाने हो। अब यहाँ फोटो खिच्ने ठाउँमा भिड भइसक्यो। काजी फोटो खिचेको? हामी फोटो खिच्दै हो यहाँ। स्माइल गर नि त। होटल धरान भ्यू तमु छाप्रो 76 सालमा भएको रहेछ। स्टार्ट अघि राम्रोसँग देखाउनु पाइएन, बाहिर यस्तो दामी छ क्या बस्ने। उता स्विङहरू पनि रहेछ। अनि यता गार्डन टाइपको छ। तल पनि छ उतापट्टि हामी बसेको, उता त्यहाँभन्दा तलपट्टि हामी बसेको। यताबाट तल पनि बस्ने ठाउँहरू छ, राम्रो छ। फोटो खिच्ने ठाउँहरू छ, यताउता छ। पार्किङ पनि स्पेसियस रहेछ। यहाँ पन्ड पनि छ, माछा नि रहेछ। अनि भ्यू त त्यस्तै हो। खाना झन् एकदम मिठो रहेछ। सबै कुरा हामीले धेरै कुरा ट्राई गऱ्यौँ, सबै कुरा मिठो थियो। मजा आएछ यस खानालाई। अब यहाँबाट हामी भेडेटार मासतिर भेडेटारतिर लाग्छौँ। हजुर के भयो? हामी आइपुग्यो भेडेटार। पानी परै छ। भेडेटारमा बिजोग छ। स्काई ब्रिज उता अलिक अगाडि छ।
भयो नि के गर्नु जान पाइँदैन जस्तो आकाशको फल आँखा तरी मर भन्थ्यो त्यस्तै होला चालु भेटघाट यो भेटघाट चोक अब यतातिर यसो साइड लाउने झ्याप्प होटलमा बस्ने चिया खाने तातो नमस्ते झर्ना पनि यतै होला सायद यता तल होला यता छ स्काई ब्रिज स्काई वाक के भन्ने हो के गर्ने अब चिया खाने होइन होइन एकछिन बस्नु न पानी रहेछ त्यो माथि डाँडामा जाने हो कि हामी ठ्याक्कै स्काई ब्रिज अगाडि बसेको छ स्काई ब्रिज अगाडि आइपुग्यो अब यहाँ स्काई ब्रिजमा जाने कि नजाने द्वन्द्व चलिरहेको छ परेर बिचरा भमिटिङ गजल खाएर यसो सुतेर ल हामी यहाँनिर खाने भयो होइन आयो चिया आयो बस्छ चिया खाने होइन चिया खाँदै चिया फलुलो चिया खाँदै हामी चिनी मात्र पानी दुध त पानी हाल्यो पानी दुध हाल्यो मिसो चिया नखाने मान्छेलाई आनन्द भयो नि मतलब छ नि स्काई वाक पुरै फुलले छोपे स्काई वाक लेखेको धेरै टाढ स्काई क्याफे ल है अब हामी जाने स्काई वाकमा होइन है होइन 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 ओहो भर्याङ यत्रो चढ्दा चढ्दा थाक्ने अಯ್या बाबा कति अग्लो त छ है सु कभर लाउनु पर्यो मलाई दिनु त दुइटा लगाइदिनु त पुरै लगाइदिनु अर्को पनि बेबी जाम जाम कता जाने होला हिँड हेर तल हेर त अबुई बेबी तल त के पनि छैन त खोइ आऊ आऊ सिसा मात्रै रहेछ ओ माई गड काजी लड्छ कि लड्दैन सिसा मात्रै रहेछ ए भिडभाड छ हेर यहाँ अस्ति सबैको कपाल माथि उठेछ किन आज ए चट्याङ हान्न लाग्यो तपाईँहरूको सबैको उठेछ लेडिजहरू कपालको सबै ठाडो उठिरहेको थियो क्या चट्याङ हान्न लाग्यो भने त्यस्तो हुन्छ नि हो नि फेरि उठेको क्या त्यहाँ चढ्नु हुँदैन यता हो बेबी फोटोहरू पनि खिच्यो यताउता नि भयो हेर्नलाई खासै उ छैन सबै पानी त्यसमा पानी जमाएको भएर राम्रोसँग देखिँदैन क्या तलको जस्तो डर लाग्दो त केही पनि छैन यो उकालो चढेर आयो भर्याङमा त्यसले गर्दा चाहिँ अलिकति खुट्टा दुखिरहेछ तर मान्छे चाहिँ लास्टै धेरै छ आज एकदम धेरै मान्छे छ पुरै फुल छ पर पर्सन 500 लिँदो रहेछ अनि बच्चा सानो 3 फिटभन्दा सानो बेबीलाई चाहिँ फ्री रहेछ 4 फिटभन्दा सानोलाई चाहिँ 50% डिस्काउन्ट रहेछ यिनीहरू त आएनन् तर नट वर्थ इट 500 वर्थ चाहिँ अलि छैन यो स्काई वाक 300 मिटर यो पानी भएर आज खासै देखिएन क्या त्यस्तो त्यो इमर्सिभ नै भएन यो यताबाट ठिक देखिन्छ यसरी चाहिँ जाने अब
त्यहाँ माथिबाट चाहिँ जम्प गर्ने चाहिँ फ्री फल चाहिँ के हो के हो यति थियो स्काई वक कार्यक्रम सक्यो कार्यक्रम खतम के रहेछ सकियो कार्यक्रम 5 आइयो 4:45 बज्यो होइन हामी अहिले धरान आइपुग्यौँ या होटेल स्टार पूर्वी भन्ने ठाउँमा चाहिँ यो होटेलमा चाहिँ बस्नु लाग्छ हामी यस्तो छ पार्किङ स्पेसियस छ गार्डन रमाइलो छ अब यहाँ एकैछिन चेन्ज गर्छौँ फ्रेस हुन्छ त्यसपछि हामी जान्छौँ यसो बाहिर घुम्नको लागि बुढासु पनि जान्छौँ होला फिस रहेछ खै फिस ओ माई गड कुन कलर ओरेन्ज कलरको फिस सानो पनि छ कता छ सानो फिस हो कतिवटा रहेछ ब्लू कलर पनि रहेछ नि तपाईँले ब्लू कलर ग्रिन कलर ल हिँड माथि जाने आऊ हिँड्दा खुट्टा दुख्ने थियो फेरि 3 तला माथि चढ्नु पर्छ फ्यान चलाएर गरिनेछ अघि माथि जाडो भएर त्यहाँ गरिनेछ र यतातिर मिरर हे चेन्ज गरेर आयो हामी अब जाने बुढा सुब्बा मन्दिर सबैजना चेन्ज भएर नयाँ लुक्समा आइसक्यो ठाउँको ठाउँ दिनलाई रात रातलाई दिन बनाइसक्यो सबैले होइन गाजी चढाएर यहाँ पछि बाँध्ने ल पैसा चोर बुढी हामी बुढा सुब्बा आइपुग्यौँ अब यहाँ धागो किन्दै हुन्छ धागो किनेर अनि भित्र चढाएर बाँध्ने हो धागो सुब्बामा धागो बाँध्ने उ छ बाबु आऊ कमन यो हो बुढा सुब्बा यहाँ त धागो यति धेरै छ पुरै धागो मात्रै छ यहाँ त पुरै छ बुढा सुब्बा मन्दिर बाँसमा बाँध्न पाइँदैन सबै घेरा छ कि अहिले अब बाँसमा बाँध्न पाइँदैन अनि बाहिर अनि बुढा सुब्बा मन्दिर आइपुग्यो दर्शन बुढा सुब्बा दर्शन भयो अब यसो घुम्दैछ हामी धागो बाँध्न बाँकी छ बत्तीहरू बाल्यौँ सबै भयो भित्र भिडियो खासै खिचिएन अनि अब यसो यतातिर घुम्ने यो मन्दिरतिर अनि त्यसपछि लाग्ने हामी घरतिर बुढाबुढीको सम्बन्ध नि यस्तै कसेर ल बलियो बाँध्नै बलियो यो डोरी चाहिँ मेरो परिवारको सुख शान्ति समृद्धिको लागि बाँधेको छौँ 2082 सालमा बाँध्न पाइयो तिमी धागो बाँध्ने होइन त एक्लै बाँध्यौ बोयफ्रेन्ड ल्याउनु पर्छ नि त बोयफ्रेन्ड के किन्यौ नानु के किन्यौ पपेट काजी के किनेको काजी तिमीले के किनेको के हो त्यो तिमीले के किने बुढो मैले चाहिँ बुढा सुब्बाको प्रसादीहरूले के किन्नुभयो अरे बाप रे बाप अलमोस्ट अब सपिङ सकिन्छ हामी अनि कुल्याइदिन्छौँ एउटा बजार घुमेकै छैन खास ला ठिकै खस्यो भने धरान बजारै घुमे छैन अब निस्किहाल्ने धरान बजार घुम्नु आधी बाटोमै रोक्यो हामी भ्यू पोइन्टमा भ्यू हेर्नलाई सबैजना हेर्छौँ भ्यू धरान बजार अझैदेखि के भइरहेछ भने 2x भइरहेछ किन यस्तो जुम भइरहेछ भनेर फोटो सेसन चाहिँ सुरु भइसक्यो फेरि ल धरानको घन्टाघर अगाडि आइपुग्यो हामी
घन्टाको अगाडि बस पार्क एरिया हो। आया पार्किङको दुःख छ, गाह्रो छ। घन्टाघर अब सपिङ गर्न जाने हो। मैले त एक लट गरिसक्यो। के चप्पल किनिसक्यो। चप्पल किनिसक्यो, लाएर नि हिँडिसक्यो। ल रहेछ, तिमीले पनि लायौ। अब यो उकालो बाटो चढ्ने हो, यसो हल्का घुम्ने, धेरै घुम्ने होइन, थकाइ लाग्छ। ल हामी होटेल ब्रेक खाजासाजा खाइयो, चिल भयो। नानु नानु जाने हो। डाट पनि खेल्यो। अब हामी होटलतिर जान लाग्यो। आजको लागि यति नै भयो। अब भोलि भेटौँला। बाई।